सो तपाईहरु चाहिँ गणित विषयको क्लासमा हुनुहुन्छ। हामी आज यो नेपाल प्रहरी जवान र नेपाल आर्मी सैन्य दुईटै पदको लागि आवश्यक पर्ने गणित विषयको टपिक नाफा नोक्सान सम्बन्धी पढ्न गइरहेका छौं। हामी चाहिँ यो नाफा नोक्सान सम्बन्धीको सबै डिटेल्समा चाहिँ हामीले बुझेर पढ्छौं। म्याथ भनेको चाहिँ के हो त भन्दाखेरि यो घोक्ने विषय होइन, यो चाहिँ बुझ्ने विषय हो। म्याथ पढ्ने विषय भन्दा पनि यो चाहिँ बुझ्ने विषय हो। तपाईहरु मजासँग मसँगै ध्यान दिएर सुन्नु होला र मसँगै बुझ्दै बुझ्दै जानु होला र तपाईहरु अन्त्यमा गएर चाहिँ यो नाफा नोक्सान सम्बन्धीका जस्तासुकै हिसाबहरुलाई चाहिँ तपाईले सजिलैले चाहिँ समाधान गर्न सक्नुहुन्छ। सुरुमा बुझौं हामी नाफा। नाफा यसलाई प्रॉफिट पनि भन्छ है त। यसलाई प्रॉफिट पनि भन्छ है, प्रॉफिट पनि भन्छ। सो अब सुरुमा चाहिँ के बुझ्नु पर्छ भन्दाखेरि नाफा चाहिँ कस्तो अवस्थामा हुन्छ त? कस्तो अवस्थालाई चाहिँ नाफा भन्ने हामीले भन्दाखेरि कुनै पनि सामानलाई अथवा कुनै पनि वस्तुलाई कम मूल्यमा किनेर धेरै मूल्यमा बेच्दाखेरि के हुन्छ? नाफा हुन्छ। भनेको मतलब तपाईले आफूले किनेको मूल्य भन्दा कुनै पनि सामानलाई कुनै पनि वस्तुलाई धेरै मूल्यमा बेच्नु भयो भने के हुन्छ? त्यस्तो अवस्थामा चाहिँ नाफा हुन्छ है। सो कम मूल्यमा किनेर कुनै पनि सामानलाई है त, कुनै पनि सामानलाई कम मूल्यमा किनेर धेरै मूल्यमा बेच्दा है त, धेरै मूल्यमा बेच्दा के हुन्छ? नाफा हुन्छ है त। कुनै पनि सामानलाई वा वस्तुलाई कम मूल्यमा किनेर धेरै मूल्यमा बेच्दा के हुन्छ? नाफा हुन्छ। अब यो किनेको मूल्यलाई चाहिँ क्रय मूल्य भन्छ है त। हामी टर्महरु बुझौं है त। यो आवश्यक पर्ने हामीलाई हिसाबमा प्रयोग हुने कुनै केही टर्मिनोलोजीहरु छन् हैन, त्यो चाहिँ हामी बुझौं। किनेको मूल्यलाई चाहिँ क्रय मूल्य भन्छ है त। क्रय मूल्य भन्छ। यसलाई छोटकरीमा क्रमु पनि भन्छ हैन। अनि क्रय मूल्यलाई चाहिँ हामीले के भन्छौं? कस्ट प्राइस अथवा सीपी भन्छौं है त। अनि अर्को चाहिँ बेचेको मूल्यलाई चाहिँ के भनिन्छ? बेचेको मूल्यलाई के भनिन्छ? विक्रय मूल्य भनिन्छ है त। विक्रय मूल्य भनिन्छ। बेचेको मूल्यलाई चाहिँ के भनिन्छ? विक्रय मूल्य भनिन्छ है त। अनि यसलाई चाहिँ सेलिङ प्राइस अथवा एसपी भनिन्छ है त। छोटकरीमा चाहिँ सीपी एसपी। क्रय मूल्यलाई चाहिँ क्रमु भनेर चाहिँ लेखिन्छ। अर्को चाहिँ विक्रय मूल्यलाई चाहिँ के लेखिन्छ भन्दाखेरि एसपी अथवा छोटकरीमा बीमु भनेर लेखिन्छ है त। यसरी चाहिँ हामीले के गर्छौं त भन्दाखेरि छोटकरीमा कुनै पनि सामानलाई 10 रुपैयाँमा किनेको छ भनेपछि चाहिँ त्यो 10 रुपैयाँ चाहिँ के भयो? त्यसको क्रय मूल्य भयो। अनि त्यसलाई 20 रुपैयाँमा बेचियो भनेपछि के भयो? त्यो चाहिँ विक्रय मूल्य अर्थात् बीमु भयो है त। बीमुलाई के भन्दो रहेछ? एसपी भन्दो रहेछ। क्रय मूल्यलाई चाहिँ सीपी भन्दो रहेछ है। अब हामीले चाहिँ हिसाब गर्दाखेरि जहिले पनि यो दुईटा प्रयोग गर्छौं है त। क्रय मूल्य भन्नेबित्तिकै अथवा क्रमु भन्नेबित्तिकै किनेको मूल्य हो, खरिद गरेको मूल्य हो भनेर बुझ्नु पर्यो। बीमु भन्नेबित्तिकै त्यहाँ तपाईले बीमु देख्नुभयो भने त्यसलाई चाहिँ के बुझ्नु पर्यो? बेचेको मूल्य भनेर चाहिँ बुझ्नु पर्यो है त। ल अब यसपछि मैले यहाँ के भनेको छु? अब हामी चाहिँ सूत्र बुझ्छौं है त। यसको नाफा निकाल्ने सूत्र हामी बुझौं है त मजाले। ध्यान दिएर सुन्नु होला। कम मूल्यमा किनेर कुनै पनि सामानलाई कुनै पनि वस्तुलाई कम मूल्यमा किनेर धेरै मूल्यमा बेच्दा नाफा हुन्छ भनेको छ। अब यहाँ धेरै के छ? धेरै चाहिँ यहाँ के छ? बीमु छ हैन। विक्रय मूल्य चाहिँ धेरै छ हैन। विक्रय मूल्य धेरै छ अनि कम के छ? क्रमु छ। जहिले पनि कस्तो अवस्थामा नाफा हुन्छ त भन्दाखेरि तपाईले बुझ्नुपर्ने कुरा यो विक्रय मूल्य चाहिँ क्रय मूल्य भन्दा धेरै हुनु पर्यो के, अथवा तपाईले कुनै पनि सामानलाई धेरै मूल्यमा बेच्नु पर्यो के। सपोजको लागि तपाईले यो मार्करलाई तपाईले मानौं 50 रुपैयाँमा किन्नुभयो र तपाईले नाफा गर्न चाहनुहुन्छ, तपाईले चाहिँ नाफा कमाउन चाहनुहुन्छ, फाइदा कमाउन चाहनुहुन्छ भने चाहिँ यसलाई 50 रुपैयाँ भन्दा बढीमा बेच्नु पर्यो के। 51, 52, 55, 60 हैन। तपाईले चाहिँ केमा कतिमा बेच्नु पर्यो? बढीमा बेच्नु पर्यो। भनेको क्रय मूल्य भन्दा विक्रय मूल्य चाहिँ जहिले पनि धेरै हुन्छ। कस्तो अवस्थामा? नाफा हुने अथवा नाफा भएको अवस्थामा। त्यसैले हामी अब यहाँ सूत्र लेख्छौं है त। नाफा बराबर धेरैबाट थोरै घटाउने के। धेरै के छ? कस्तो अवस्थामा नाफा हुन्छ? विक्रय मूल्य धेरै भएको अवस्थामा। भनेको धेरैबाट थोरै घटाउने, विक्रय मूल्य माइनस क्रय मूल्य अथवा बीमु माइनस क्रमु।
विक्रय मूल्य माइनस क्रय मूल्य। ल गाह्रो छ त छैन नि हैन। त्यसरी चाहिँ कन्सेप्ट चाहिँ क्लियर बुझ्नु पर्यो के। विक्रय मूल्य धेरै भएको अवस्थामा र क्रय मूल्य कम भएको अवस्थामा नाफा हुन्छ भनेपछि नाफा निकाल्ने सूत्र के हो त भन्दाखेरि धेरै माइनस थोरै अथवा धेरै के हुन्छ विक्रय मूल्य। कस्तो अवस्थामा? नाफा भएको अवस्थामा। कुनै पनि सामानमा नाफा भएको छ भनेपछि चाहिँ के हुन्छ त्यहाँ अवश्य पनि विक्रय मूल्य धेरै हुनु पर्यो के, धेरै मूल्यमा बेच्नु पर्यो। कुरो क्लियर छ? तपाईँ आफ्नो रियल लाइफमा एउटा उदाहरणको लागि तपाईँ मानौँ कुनै पनि एउटा तपाईँले चाहिँ घडी किन्नुभयो अनि त्यसलाई बेच्नको लागि किन्नुभयो, मानौँ 500 रुपियाँमा किन्नुभयो। अब तपाईँले नाफा गर्नको लागि धेरै बेच्नु पर्यो नि त हैन, धेरै मूल्यमा बेच्नु पर्यो नि। त्यसैले गर्दाखेरि विक्रय मूल्य धेरै हुन्छ, क्रय मूल्य कम हुन्छ नाफाको लागि, र नाफा बराबर सूत्र के हुन्छ विक्रय मूल्य माइनस क्रय मूल्य हुन्छ है त। ल अब यो नाफा भएको अवस्थामा हामीलाई विक्रय मूल्य निकाल भन्ला, क्रय मूल्य निकाल भन्ला हैन। त्यो नाफा र विक्रय मूल्य दिएर क्रय मूल्य निकाल भन्ला हैन। अनि यदि क्रय मूल्य र नाफा दिएर विक्रय मूल्य निकाल भन्ला। अब त्यस्तो अवस्थामा कसरी गर्ने त? यहाँ हेरौँ है त। ल नाफा दिएको छ, क्रय मूल्य दिएको छ, अब हामी के निकालौँ विक्रय मूल्य निकालौँ है त। ल त्यस्तो अवस्थामा चाहिँ बिमु इज इक्वल टु विक्रय मूल्य इज इक्वल टु यो नाफा छ, यो विक्रय मूल्य यहीँ राखिदिने। हाम्रो ट्याक्कै हामीले चाहिँ एकचलयुक्त समीकरणको सूत्र प्रयोग गर्छौँ अथवा आइडिया प्रयोग गर्छौँ। यहाँनिर हेर्नुहोस् त विक्रय मूल्य यहीँ छ, अब यसलाई यता ल्याइदिने। यो माइनस क्रय मूल्य छ, यता ल्याएपछि के हुन्छ प्लस क्रय मूल्य हुन्छ। भनेको मतलब नाफा प्लस क्रय मूल्य हुन्छ। विक्रय मूल्य निकाल्ने सूत्र चाहिँ के रहेछ नाफा प्लस क्रय मूल्य रहेछ। त्यसै गरी अब हामीलाई क्रय मूल्य निकाल्नु पर्यो भनेपछि के गर्नु पर्यो यो क्रय मूल्यलाई यता ल्याउनु पर्यो र यो नाफालाई उता लिनु पर्यो। सो के हुन्छ क्रय मूल्य बराबर विक्रय मूल्य माइनस नाफा हुन्छ। क्रय मूल्य बराबर विक्रय मूल्य माइनस नाफा हुन्छ। कसरी भन्दाखेरि हेर्नुहोस् त हामीलाई चाहिएको यो हो, यसलाई पहिला प्लस गराउनुको लागि बराबर भन्दा यतापट्टि ल्याउनु पर्यो र यो नाफालाई चाहिँ उतापट्टि लैजानु पर्यो। भनेपछि विक्रय मूल्य यहीँ छ जस्ताको तस्तै, अनि यो प्लस नाफा छ उता गएपछि के भयो माइनस नाफा भयो है त। टक्क यसरी चाहिँ तपाईँहरूले यो नाफा दिएको अवस्थामा क्रय मूल्य र विक्रय मूल्य निकाल्ने सूत्र पनि यसरी तपाईँले मजासँग बनाउन सक्नुहुन्छ। अब यदि गर्दा गर्दै पनि बुझिएन भने चाहिँ अब कण्ठ गर्नु पर्यो है त। सकेसम्म चाहिँ यसलाई भिडियोलाई पज गरेर फेरि हेर्नु होला, बुझिहाल्नुहुन्छ होला कि नाफा हुनको लागि चाहिँ विक्रय मूल्य बढी हुनु पर्यो, क्रय मूल्य कम हुनु पर्यो। अनि नाफा र विक्रय मूल्य दिएको छ, क्रय मूल्य निकाल भनेपछि चाहिँ बिमु माइनस नाफा। यदि क्रय मूल्य र नाफा दिएको छ, विक्रय मूल्य निकाल भन्यो भने चाहिँ के गर्ने नाफा प्लस क्रय मूल्य गर्ने है त। ल यो थियो हाम्रो नाफा निकाल्ने सूत्र र विक्रय मूल्य क्रय मूल्य निकाल्ने सूत्र नाफा दिएको अवस्थामा। र अब हामी चाहिँ नोक्सान सम्बन्धी बुझौँ है त। अब चाहिँ हामी के बुझौँ नोक्सान सम्बन्धी बुझौँ है त। नोक्सान सम्बन्धी बुझौँ है त। ल सो अब नोक्सान भनेको चाहिँ ठ्याक्क उल्टो हो के। यसलाई चाहिँ लस भन्छ है त, लस भन्छ यसलाई। ओके लस भन्छ। ल अब नोक्सान कस्तो अवस्थामा हुन्छ त ठ्याक्कै उल्टो। नाफा हुँदाखेरि के थियो नाफा हुँदाखेरि चाहिँ विक्रय मूल्य बढी थियो, कुनै पनि सामानलाई कम मूल्यमा किनेर धेरै मूल्यमा बेचियो भने नाफा हुन्थ्यो। भने यहाँ के हुन्छ धेरै मूल्यमा किनेर कम मूल्यमा बेच्ने। मानौँ यो मार्करलाई मैले 50 रुपियाँमा किनेर 40 रुपियाँमा बेचेँ, किनेको मूल्य 50 धेरै भयो र 40 रुपियाँ बेचेको होइन, बेचेको मूल्य चाहिँ कम भयो हो। अब चाहिँ मलाई 10 रुपियाँ चाहिँ नोक्सान भयो के। ओके हो ठ्याक्कै यहाँ लेखौँ। अब कुनै पनि सामानलाई धेरै मूल्यमा किनेर कम मूल्यमा बेच्दा नोक्सान हुन्छ। अब भनेपछि यहाँ ठुलो के भयो यहाँ ठुलो चाहिँ क्रमु भयो, यहाँ चाहिँ क्रमु ठुलो भयो है। यो मुख यता हुनुको मतलब चाहिँ ठुलो मुख यता छ नि त हो, यो अगाडिको ठुलो भनेको है त। यसरी बुझ्नु होला। अब सूत्र लेखौँ है त। सूत्र के हुन्छ ठ्याक्कै उल्टो है त, नाफाको ठ्याक्कै उल्टो के हुन्छ ल भन्नुहोस्। धेरैजनालाई त आइसक्यो होला होइन,
जुन ठुलो छ नि त्योबाट सानो घटाइदिने है त। क्रमु ठुलो छ, ठुलोबाट सानो घटाइदिने। बुझ्नुभयो नि? नोक्सान बराबर क्रय मूल्य माइनस विक्रय मूल्य। नोक्सान बराबर किनेको मूल्य माइनस बेचेको मूल्य है त। ल अब यो नोक्सानै दिएको अवस्थामा, नोक्सान दिएको अवस्थामा क्रय मूल्य निकाल भनेर। ल क्रय मूल्य बराबर यो क्रय मूल्यलाई यहीँ रहदिने, यसलाई यता ल्याउने। के हुन्छ? नोक्सान प्लस विक्रय मूल्य हुन्छ हैन। त्यसै गरी अब विक्रय मूल्य निकाल्नु पर्यो। ल विक्रय मूल्य निकाल्नु पर्यो भने चाहिँ के हुन्छ? विक्रय मूल्यलाई यता ल्याउने अनि नोक्सानलाई उता लैजाने। विक्रय मूल्य बराबर क्रमु माइनस नोक्सान है त। क्रमु माइनस नोक्सान। किन भन्दाखेरि यो प्लस नोक्सान थियो, बराबर भन्दा उतापट्टि गएपछि के भयो? माइनस नोक्सान भयो है त। ल अब यसै तपाईहरुले यी तीनटा सूत्र र अगाडिको तीनवटा सूत्र चाहिँ मजाले याद गर्नु होला है त। ल मजाले यो स्क्रिनशट गर्नुस् अथवा लेख्नुस्, पज गरेर लेख्नुस्। र म फेरि जान्छु अब नाफा प्रतिशत र नोक्सान प्रतिशतको सूत्र लेखौँ हैन। त्यसपछि चाहिँ हामी हिसाब प्र्याक्टिस गर्छौं है त। ल यो मजाले बुझ्नु पर्यो है त। कुनै पनि सामान धेरै मूल्यमा किनेर कम मूल्यमा बेच्दा नोक्सान हुन्छ है त। क्रय मूल्य धेरै हुनु पर्यो, विक्रय मूल्य कम हुनु पर्यो। ओके, धेरैमा किन्नु पर्यो र कममा बेच्नु पर्यो। नोक्सान तपाईको वास्तविक लाइफमा पनि त्यही हो के। वास्तविक जीवनमा पनि तपाईले चाहिँ मानम 100 रुपैयाँमा घडी किन्नु भयो रे अनि त्यसलाई चाहिँ 90 रुपैयाँमा बेच्नु भयो भने चाहिँ नोक्सान हुने हो। 110 मा बेचेपछि के हुन्छ? नाफा हुन्छ। भनेपछि तपाईले चाहिँ म्याथमेटिकली के भन्नु पर्यो? धेरै मूल्यमा किनेर कम मूल्यमा बेच्दाखेरि नोक्सान हुन्छ भनेर चाहिँ बुझ्नु पर्यो है त। अब नाफा प्रतिशत र नोक्सान प्रतिशतको सूत्र बुझौँ है त। सिम्पल छ। नाफा प्रतिशत है त। नाफा प्रतिशत, नाफा प्रतिशत है त। यसलाई चाहिँ नाफालाई प्रॉफिट अनि पर्सेन्टलाई चाहिँ पी, यसरी पनि देखाउन सकिन्छ है त। सो नाफा प्रतिशत भनेको चाहिँ यसको सूत्र के हुन्छ भन्दाखेरि वास्तविक नाफा, वास्तविक नाफा अथवा यसलाई नाफा मात्रै पनि भन्छ है त। वास्तविक नाफा अपन क्रय मूल्य इन्टु 100%। अब यो वास्तविक नाफा भनेको के हो? वास्तविक नाफा भनेको चाहिँ विक्रय मूल्य माइनस क्रय मूल्य हो है त। अपनमा क्रय मूल्य जस्ताको तस्तै मल्टिप्लाई 100%। ल हेर्नुस् त। अब तपाईलाई नाफा दिएको अवस्थामा यो सूत्र प्रयोग गर्नुस् र विक्रय मूल्य क्रय मूल्य दिएको अवस्थामा चाहिँ यो सूत्र प्रयोग गर्नुस् है त। नाफा प्रतिशत निकाल्दाखेरि नाफा दियो भनेपछि चाहिँ यो सूत्र प्रयोग गर्नुस्, माथिको सूत्र प्रयोग गर्नुस् हैन। यदि विक्रय मूल्य र क्रय मूल्य दियो भने तपाईले के गर्नुस्? तलको प्रयोग गर्नुस्। धेरै छोटो र सजिलो हुन्छ। त्यसैगरी नोक्सान प्रतिशत है त। नोक्सान प्रतिशत निकाल्ने सूत्र के हुन्छ? वास्तविक नोक्सान अथवा यसलाई चाहिँ नोक्सान मात्रै पनि भन्न सकिन्छ के। कहिले कसो वास्तविक नोक्सान भन्दैन, नोक्सान मात्रै भन्छ अनि तपाईहरु झुक्किहाल्नुहुन्छ। त्यसरी झुक्किनु चाहिँ भएन है त। क्रय मूल्य इन्टु 100%। ल अब हेर्नुस् त, यो 100% यहाँ र यहाँ सेम छ हो कि हैन? यो क्रय मूल्य पनि सेम छ। तपाईहरु भन्नुहुन्छ सूत्र कण्ठ गर्न त एकदमै गाह्रो हुन्छ, हिसाब गर्न त एकदमै गाह्रो हुन्छ। बेसिक कुराहरु बुझ्नुस् के, बेसिक कुराहरु बुझ्नुस्। हिसाब गर्न यति सजिलो हुन्छ नि, हिसाब गर्न जति मजा केही पनि आउँदैन जीवनमा। ओके, सो अब के हुन्छ भन्दाखेरि नोक्सान दिएको अवस्थामा त यो भयो। अब यदि चाहिँ क्रय मूल्य विक्रय मूल्य दिएपछि के गर्ने त? ठ्याक्कै नोक्सान भनेको के हो? क्रमु माइनस विक्रमु अपनमा क्रय मूल्य जस्ताको तस्तै इन्टु 100% जस्ताको तस्तै। ल यसरी तपाईहरुले मजासँग चाहिँ लजिक लगाएर है, माथिपट्टि वास्तविक नाफा वास्तविक नोक्सान अथवा नोक्सान हैन, अनि तलपट्टि क्रय मूल्य सेम छ अनि इन्टुमा 100% सेम छ। यसरी तपाईहरुले के गर्नुहुन्छ? मजाले नाफा प्रतिशत र नोक्सान प्रतिशतको सूत्र पनि कण्ठ गर्न अथवा लेख्न सक्नुहुन्छ है त। ल अब तपाईहरुलाई यदि बुझ्नुभयो भने बुझ्नुभयो, बुझ्नु भएन भने फेरि भिडियो हेर्नुस्। त्यति गर्दा नि बुझिएन भने के गर्ने? अनलाइन क्लास लिने। हाम्रो जिएम एकाडेमीले हरेक बेलुका 7 बजेदेखि 9 बजेसम्म नेपाल आर्मी सैन्य, नेपाल प्रहरी जवान र सशस्त्र प्रहरी जवानको चाहिँ अनलाइन कक्षाहरू सुरु गरिरहेको छ। तपाईहरु मजासँग यो WhatsApp नम्बरमा कन्ट्याक्ट गरेर मजासँग चाहिँ क्लास जोइन गर्नुस्। अझ क्लियरली बुझिन्छ किनभने हामी प्र्याक्टिस गर्दै हिसाब गर्दै अगाडि बढ्छौं है त। ओके, त्यसैले गर्दाखेरि तपाईहरुले चाहिँ आजै कन्ट्याक्ट गरेर अनलाइन क्लासमा जोडिहाल्नुस्
र तपाईँहरूले चाहिँ मजाले हैन पास हुन सक्नुहुन्छ, मजाले ढुक्कसँग पास हुन सक्नुहुन्छ है। त्यस्तो कुनै डाउट मान्नु पर्दैन, बुझिँदैन कि भनेर सबै कुराहरू हुन्छ है। अनलाइनमा चाहिँ टेस्ट एक्जामहरु पनि हुन्छ, सबै कुराहरू हुन्छ। त्यसैले गर्दाखेरि तपाईँहरू मजाले क्लास चाहिँ जोइन गर्न सक्नुहुन्छ। ल अब चाहिँ एउटा हिसाब प्र्याक्टिस गरौँ है त। ल हेर्नुहोस् त, यहाँ एउटा क्वेसन छ, एउटा सामान रु 500 मा किनेर रु 600 मा बेच्दा कति नाफा हुन्छ भनेको छ। अब यो क्वेसनलाई चाहिँ कसरी गर्ने त, तपाईहरु एकचोटी प्र्याक्टिस गर्नुस्। यदि आएन भने चाहिँ यो भिडियोलाई तपाईले चाहिँ पज गरेर प्र्याक्टिस गर्नुस्, र आएन भने चाहिँ तपाईले फेरि भिडियोलाई रिज्युम गरेर हेर्न सक्नुहुन्छ। म यहाँ गर्छु है त। ल हेर्नुस् त, एक्जाममा कसरी लेख्ने भनेर म तपाईलाई डे बाइ डे सिकाउँदै जान्छु हैन। त्यसैले गर्दाखेरि तपाई चाहिँ मजासँग एक्जाममा लेख्ने शैलीमा नै यहाँ हामी प्र्याक्टिस गर्छौं। ध्यान दिएर हेर्नु होला। सबैभन्दा पहिला चाहिँ हामीले क्वेसन बुझ्नु पर्यो। जबसम्म क्वेसन बुझिदैन तबसम्म हिसाब गर्न लागेको काम हुँदैन, किनभने क्वेसन नै क्लियर छैन, भन्न खोजेको के हो त्यो कुरा बुझेको छैन भने चाहिँ के हुन्छ भन्दाखेरि हिसाब बिग्रिन्छ। त्यसैले हामी यहाँ पढौँ है त। एउटा सामान रु 500 मा किनेर रु 600 मा बेच्दा कति नाफा हुन्छ भनेको छ। हामीलाई किनेर भनेको छ, क्रय मूल्य दियो, बेच्दा भनेको छ, विक्रय मूल्य दियो, र नाफा कति हुन्छ भन्यो। अब यसलाई कसरी गर्ने त, सुरुमा चाहिँ दिएको कुरालाई लेख्ने। यहाँ के दिएको छ, क्रय मूल्य दिएको छ, क्रय मूल्य बराबर रु 500 दिएको छ। अर्को विक्रय मूल्य दिएको छ, विक्रय मूल्य बराबर रु 600 दिएको छ। अनि के निकाल भनेको छ, नाफा बराबर वाट भनेको छ, नाफा निकाल भनेको छ। अनि सूत्र प्रयोग गर्छौं अब हामीले है। सूत्र नाफा बराबर अब मैले के भनेको थिएँ अघि, धेरै माइनस थोरै। कस्तो अवस्थामा नाफा हुन्छ, विक्रय मूल्य धेरै भएको अवस्थामा नाफा हुन्छ। यहाँ पनि त्यही छ, विक्रय मूल्य धेरै छ, क्रय मूल्य कम छ भनेपछि ठुलोबाट सानो घटाउने। ठुलो के छ, ठुलो विक्रय मूल्य छ। सूत्र कन्ठै गर्नु पर्दैन के, सूत्र चाहिँ कन्ठै गर्नु पर्दैन, बुझेपछि पुग्छ है त। विक्रय मूल्यको ठाउँमा 600 छ, क्रय मूल्यको ठाउँमा 500 छ। धेरै माइनस थोरै इज इक्वल टु रु 100 है। अत लास्टमा लेख्नु पर्यो, अत रु 100 नाफा हुन्छ। यति गर्नुभयो भने चाहिँ के हुन्छ, मजासँग तपाईहरुले 2 मा 2 मार्क्स पाउन सक्नुहुन्छ तपाईहरुको एक्जाममा है त। सो त्यसैले अब तपाईहरुले चाहिँ यो हिसाबलाई फेरि बुझिएको छैन भने फेरि रिज्युम गरेर हेर्नु होला। एक्जाममा यतिकै सफा यस्तै गरेर लेख्नु होला, मजाले नम्बर काट्दैन। र तपाईको प्र्याक्टिसको लागि चाहिँ मैले यहाँनिर दिन्छु 400 दिन्छु, र यहाँनिर चाहिँ अब नोक्सान कति हुन्छ भन्छु। तपाईले चाहिँ यो प्र्याक्टिस गर्नु होला, र कति नोक्सान हुन्छ है, कति नोक्सान हुन्छ। र अनलाइन क्लास चाहिँ भइरहेको छ हैन। तपाईले अब एउटा क्लासमा यति थोरै भिडियोहरुको आधारमा तपाईले के नै बुझ्नुहुन्छ, र तपाईले चाहिँ अब रेगुलर क्लास लिएर यो वर्ष नै जसरी पनि नाम निकाल्छु, जसरी पनि आर्मी बन्छु भन्नुहुन्छ भने चाहिँ तपाईले आजदेखि नै क्लास सुरु गर्नु होला। धेरै जनाको कन्फ्युजन के हुन्छ भन्दाखेरि म बेरिङ पास हुने हो कि हैन, अब बेरिङ कटेपछि चाहिँ लिखित तयारी क्लास जोइन गर्छु होला भन्ने हुन्छ। त्यसो नगर्नुस्, किनभने लोकसेवामा कम्पिटिसन धेरै हुन्छ। कम्पिटिसन हुने भएकोले चाहिँ प्रतिस्पर्धीलाई जित्न सकिदैन। प्रतिस्पर्धीलाई जित्नको लागि चाहिँ आजदेखि नै तयारी गर्नु होला, किनभने तपाईको प्रतिस्पर्धीले आजदेखि मात्रै होइन हिजोदेखि नै तयारी सुरु गरिसक्यो है। तपाईले चाहिँ आजदेखि तयारी सुरु गरेर आफूलाई मजबुत बनाउनु पर्ने हुन्छ प्रतिस्पर्धी भन्दा। त्यसैले गर्दाखेरि चाहिँ तपाईहरुले आजदेखि चाहिँ हाम्रो दिएको WhatsApp नम्बरमा चाहिँ कन्ट्याक्ट गरेर अथवा कल गरेर पनि तपाईले चाहिँ मजासँग क्लास जोइन गर्नु होला। मूल्यमा नेपालको जुनसुकै ठाउँबाट तपाईहरुले अनलाइन क्लास पढ्न पाउनुहुन्छ। सो थ्यांक यू एभ्रीवन। हामी फेरि नेक्स्ट क्लासमा भेट्नेछौँ। धन्यवाद।